नेपाली राजनीतिले हरेक ठूलो आन्दोलन र परिवर्तनपछि एउटा नयाँ शक्तिलाई मौका दिने गर्छ। 2046 सालको आन्दोलनपछि नेपाली कांग्रेसले त्यस्तो मौका पाएको थियो। आन्दोलन लगत्तै 2048 सालमा भएको पहिलो प्रतिनिधि सभा निर्वाचनमा जनताले कांग्रेसलाई बहुमत प्रदान गरेर सरकार बनाउने म्यान्डेट दिएको थियो। तर विभिन्न परिस्थितिबीच गिरिजाप्रसाद कोइरालाले पछि संसद विघटन गर्छन् र मध्यावधि चुनावको बाटो रोज्छन्। यो बाटो उनको राजनीतिक यात्राको लागि घातक साबित हुन्छ, जसपछि एकाएक शक्तिमा आउँछ नेकपा एमाले। तर कयौं चुनौतीको बीच यो शक्ति पनि धेरै बेर टिक्न सक्दैन र त्यसपछि जनयुद्ध र जनआन्दोलनपछि शान्ति सम्झौता गर्दै राष्ट्रिय राजनीतिमा आएको माओवादीलाई 2064 सालको संविधान सभा चुनाव मार्फत जनताले यो नयाँ बनिएको शक्तिलाई आशाको केन्द्र बनाउँछन् र प्रचण्डलाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु। तर फेरि पनि यो आशा धेरै बेर टिक्न सक्दैन र वर्षौंसम्म देश कुशासन र भ्रष्टाचारको दलदलमा झन् फस्दै जान्छ। समय बित्दै जान्छ, सरकार फेरिँदै जान्छन्, नाकाबन्दीले केपी ओलीलाई रातारात नायक बनाउँछ, तर बिस्तारै उनको र उनको पार्टीको कार्यक्षमतामा प्रश्न उठ्दै जान्छ र वर्षौंसम्म भ्रष्टाचार र कुशासनले आजित नेपाली जनताले अब अर्को विद्रोह गर्छ, जेनजी विद्रोह। इतिहासले फेरि पनि नेपाललाई त्यस्तै अवस्थामा ल्याएर राखिदिएको छ जहाँ जेनजी विद्रोहपछि एउटा नयाँ शक्तिले राष्ट्रिय राजनीतिमा पकड बनाउने क्रममा छ, जुन शक्ति हो राष्ट्रिय स्वतन्त्र पार्टी। जेनजी विद्रोहपछि रासोपालाई धेरैले नयाँ आशाको केन्द्र बनाएर हेर्दैछन् र त्यो आशालाई रासोपाले कति पूरा गर्ला समयले बताउला नै। तर देश यति बेला चुनावमा होमिँदै गर्दा र त्यसमाथि बालेन्द्र शाह लगायत नयाँ अनुहारहरूको आगमनले के रासोपा साँच्चै यसपालि नयाँ शक्ति भएर आउँछ, यो बुझ्नको लागि हामीले अघिल्लो चुनावको नतिजालाई गहिराईमा हेर्नुपर्छ। Kathmandu Metropolitan City Mayor Balendra Shah has resigned from his post. Following his resignation on Sunday, Balendra Shah was कोइला प्रदेश के बलगर बनावे के हैं कि काठमाडौँ जाइने परे हरिया व्यवस्था भयो। उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। 1,05,60,082 अघिल्लो पटक 2079 सालको संसदीय निर्वाचनमा देशभरिबाट खसेको भ्यालिड भोट्स, तीमध्ये 11,30,344 भोटर्सले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा भोट गरेका थिए, जसले गर्दा संसदको 110 समानुपातिक सिट्स मध्ये रासोपाले 13 वटा सिट्स जितेको थियो। यता प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्र मध्ये रासोपाले केवल 131 ठाउँमा आफ्नो उम्मेदवार उठाएको थियो। तीमध्ये पनि रासोपाले केवल 8 ठाउँमा जितेको थियो, जस्तै यहाँ छ काठमाडौँ जहाँ 10 वटा निर्वाचन क्षेत्र छन्। यी 10 मध्ये 4 वटा क्षेत्रहरू काठमाडौँ 2 मा सोभिता गौतम, काठमाडौँ 6 मा शिशिर खनाल, 7 मा गणेश पराजुली र 8 मा विराज भक्त श्रेष्ठले जितेका थिए। ललितपुर 3 मा तोसीमा कार्की, त्यस्तै चितवन 1 मा हरि ढकाल, 2 मा रवि लामिछाने र यता तनहुँ 1 को उपचुनावमा स्वर्णिम वाग्लीले जितेका थिए। तनहुँको केस इन्ट्रेस्टिङ छ, म एकछिनमा कुरा गर्छु नै। तर रासोपा जन्मेको केवल 5 महिना भएको थियो, पार्टीको संगठन विस्तार भइसकेको थिएन, उसको पहिलो चुनाव, त्यसमाथि धेरै जसो नयाँ अनुहार। झट्ट हेर्दा रासोपाको प्रदर्शन राम्रै भन्न मिल्छ, तर डेटा केलाउँदै जाने हो भने रासोपाको स्ट्रेन्थ र विकनेस ठ्याक्कै थाहा पाइन्छ। देशभरिबाट रासोपाभन्दा बढी यी 3 पार्टी नेकपा माओवादीले 11,75,000, नेपाली कांग्रेसले 27,15,000 र सबैभन्दा धेरै नेकपा एमाले 28,45,000 समानुपातिक भोट्स पाएको थियो। अर्थात् यी 3 पार्टीलाई जोड्ने हो भने देशभरिबाट उनीहरूले करिब 68 लाख भोट्स पाएका थिए, जुन भनेको झन्डै 2/3 भोट्स हो। अर्थात् देशमा हरेक 3 जना मध्ये 2 जनाले कांग्रेस एमाले माओवादीलाई भोट हालिरहेको थियो। तर भदौ 23 को ओली सरकारको नरसंहार र त्यसपछिको जेनजी विद्रोहले नेपाली राजनीतिको कोर्स नै परिवर्तन गरिदिएको छ। अब यो भिडियोमा हाम्रो कोसिस रहन्छ कि अघिल्लो चुनावको नतिजा र डेटाको प्याटर्नलाई स्टडी गर्दै निष्पक्ष भएर कसैलाई ग्लोरिफाई नगरिकन रासोपाको यसपालिको ओभरअल चान्सेसलाई एनालाइज गर्ने हो। यो एनालिसिस गर्न हामीले तयार गरेको पाइथन कोड म डिस्क्रिप्सनमा पनि छोडिदिन्छु। सो लेट्स बिगिन। लुम्बिनी प्रदेश, रूपन्देही क्षेत्र नम्बर 2, नेकपा एमालेका विष्णु पौडेलले 27,148 भोट्स ल्याएर जित्छन्। तर यो ठाउँलाई अलिकति गहिराईमा हेरौँ। उनका निकटतम प्रतिद्वन्दी राष्ट्रपाका गणेश पौडेलले एमाले भन्दा केवल 1366 भोट्स कम पाएका थिए। इन्ट्रेस्टिङली यहाँबाट नेपाली कांग्रेसको उम्मेदवार उठेका थिएनन्। अब यो क्षेत्रमा ध्यान दिनुहोस्। रूपन्देही 2 भनेको बुटवल उपमहानगरपालिकाको 1 देखि 13 वार्ड, तिलोत्तमा नगरपालिकाको 1 देखि 6 वार्ड र यता सैनामैना नगरपालिकाको 1 देखि 4 वार्ड्स पर्छन्। यो क्षेत्रमा 91% व्यक्ति साक्षर छन्, जुन भनेको काठमाडौँ 1 पछि नेपालको दोस्रो बढी साक्षर क्षेत्र हो। त्यस्तै जनसंख्याले यो क्षेत्र काठमाडौँ 2 पछिको दोस्रो ठुलो क्षेत्र हो। त्यसैले समग्रमा यसलाई एजुकेटेड अर्बन रिजन या शहरी क्षेत्र भन्न मिल्छ, जहाँ स्विङ भोटर्सहरू हुन्छन्। स्विङ भोटर्स अर्थात् यस्ता भोटर्सहरू जो कुनै एउटा पार्टीप्रति वफादार हुँदैनन् र समय परिस्थिति अनुसार उम्मेदवार हेरेर भोट्स चेन्ज गर्न पनि सक्छन्। अब यी स्विङ भोटर्सहरूले पुरानो भन्दा नयाँ भनेका वैकल्पिक पार्टीलाई चुन्ने गर्छन्। अब रूपन्देही 2 जस्तो ठाउँमा जहाँ नेपाली कांग्रेसले पनि मौन रूपमा एमालेका
उपत्यका विष्णु पौडेलले समर्थन गरिरहेको थियो। यस्तो क्षेत्रमा 25,000 भोट्स ल्याएर न्यारो मार्जिनले त्यति बेला रासोपा हारेको थियो र रासोपाले यसपालि आफ्नो पकड बलियो गर्नको लागि यस्तै क्षेत्रलाई टार्गेट गर्ने निश्चित छ। इनफ्याक्ट भोट शेयरको डेटा हेर्ने हो भने रूपन्देही 2 रासोपाको लागि 5औं प्रभावशाली क्षेत्र हो। उदाहरणको लागि चितवन 2 जहाँ रवि लामिछाने निर्वाचित भएका थिए, उनले त्यहाँको टोटल भोट्स मध्ये 61% भोट्स पाएका थिए। त्यस्तै ललितपुर 3 मा तोशिमा कार्कीले 53% भोट्स पाएकी थिइन्। काठमाडौँ 6 मा 38%, चितवन 1 मा 37% र रूपन्देही 2 मा रासोपाले 33% भन्दा बढी भोट्स पाएको थियो। स्क्रिनमा यहाँ यस्ता 20 वटा निर्वाचन क्षेत्रहरू छन् जसमा त्यहाँबाट रासोपाले पाएको भोट शेयर दिइएको छ। जस्तै यी क्षेत्रहरू रासोपाले जितेको भए पनि बाँकीका यी क्षेत्र रूपन्देही 2, नवलपरासी पूर्व 1, कास्की 2 अर्थात् पोखरा क्षेत्र, नुवाकोट 2, काठमाडौँ 9, गोर्खा 2, सुनसरी 1 आदि ठाउँहरू पर्छन्। पज गरेर हेर्नुहोला। हो, यिनै ठाउँहरू यसपालि रासोपाको लागि प्रबल सम्भावना बोकेको ठाउँ हो। त्यति मात्र होइन, समानुपातिक भोट्स हेर्ने हो भने रूपन्देही 2 मा रासोपाले 25,673 मत पाएर त्यो ठाउँमा प्रथम समेत भएको थियो, जसले यो प्रस्ट्याउँछ कि भोट शेयरको हिसाबले अर्बन क्षेत्रहरूमा रासोपाले यसपालि पनि निकै राम्रो गर्न सक्छ। तर कुरा यहाँ रूपन्देही 2 को मात्र छैन। अघिल्लो चुनावको रिजल्ट हेर्नुभयो भने रूपन्देही 2 जस्तै टाइट मार्जिनले रासोपाले हारेका क्षेत्रहरू यहाँ छन्। जस्तै सुनसरी 1 जहाँ भोट्स ग्याप केवल 453 थियो, अर्थात् 0.62% ग्यापले मात्र रासोपा यहाँ दोस्रो भएको थियो। एन्ड यस, यो धरान उपमहानगरपालिका क्षेत्र हो जहाँ अहिले हर्क साम्पाङ पनि मैदानमा छन्। त्यस्तै काठमाडौँ 9 मा भोट्स ग्याप 995 या 2.34% थियो, जसलाई एकदमै टाइट भन्न मिल्छ। यता नवलपरासी 3 को भोट्स ग्याप 2762 अर्थात् 3.34% र कास्की 2 अर्थात् पोखराको अर्बन क्षेत्र यहाँको भोट्स ग्याप 4503 अर्थात् 9.54% ग्याप थियो। त्यस्ता क्षेत्र हेर्दै जाने हो भने रासोपाले 5% भन्दा कम मार्जिनले हारेको 4 सिट्स, 10% भन्दा कम मार्जिनले हारेको 5 सिट्स र 25% भन्दा कम मार्जिनले हारेको 21 सिट्स थिए र यी सिट्सहरूमा यसपालि रासोपाले एग्रेसिभली टार्गेट गर्ने निश्चित हो। स्क्रिनमा यहाँ टप 21 यस्ता क्षेत्रहरू छन् जहाँ रासोपाले एकदमै थोरै मार्जिन अर्थात् 25% भन्दा थोरै मार्जिनले चुनाव हारेको थियो। पज गरेर हेर्नुहोला। तर फेरि रासोपाको स्ट्रेन्थको कुरा गर्दा रासोपाको थुप्रै ठाउँमा कयौं कमजोरी पनि देखिन्छ। जब यो डेटा केलाउँदै हामीले काठमाडौँ भ्याली, अर्बन, सेमी अर्बन र रुरल एरिया छुट्यायौं र त्यहाँ पाएको भोट शेयर हेर्यौं, रासोपाको खतराको घण्टी यहाँ बजेको पाइयो। जस्तै काठमाडौँ भ्यालीमा रासोपाले 13 वटा क्षेत्रबाट उम्मेदवार उठाउँदा 5 ठाउँमा जितेको थियो, अर्थात् काठमाडौँ उपत्यकाका भोटर्स मध्ये 22%ले रासोपालाई नै भोट गरेका थिए र एभरेज भोट शेयरको हिसाबले यो राम्रो संख्या हो। ती बाहेक यी जिल्ला कास्की, चितवन, मोरङ, सुनसरी, पर्सा, रूपन्देही, बाँके जसलाई हामीले अर्बन डिस्ट्रिक्ट्स भनेर छुट्यायौं, यहाँबाट रासोपाले एभरेजमा 15% भोट शेयर पाएको थियो, जुन काठमाडौँ उपत्यका जतिको धेरै त होइन, तर पनि ट्रेन्ड क्लियर छ। अर्बन क्षेत्रमा रासोपाको पकड त्यति बेला पनि राम्रै देखिएको थियो। त्यसबाहेक यी जिल्लाहरू जसलाई हामीले सेमी अर्बन भनेर राख्यौं, झापा, मकवानपुर, दाङ, कैलाली, काभ्रेपलाञ्चोक, नवलपरासी, कञ्चनपुर, यी जिल्लाहरूमा रासोपाको भोट शेयर 12% थियो, जसले प्रश्न देखाउँछ सेमी अर्बन जिल्लामा पार्टीको पकड अलिकति कमजोर थियो। यी सेमी अर्बनका 19 क्षेत्रमा रासोपाले एउटा प्रत्यक्ष सिट पनि जितेको थिएन। तर समस्या त बाँकीका 75 वटा रुरल या ग्रामीण क्षेत्रमा छ जहाँ रासोपाको भोट शेयर केवल 4% मात्र थियो, अर्थात् काठमाडौँ अर्बन र सेमी अर्बन बाहेकका सबै जिल्लाहरूमा एभरेजमा 100 व्यक्ति मध्ये 4 जनाले मात्र रासोपालाई भोट गरिरहेको देखिन्छ। यता समानुपातिकको मत परिणाम भने प्रत्यक्ष भन्दा अलि राम्रो छ। जस्तै काठमाडौँ जिल्लाको समानुपातिक मत हेर्ने हो भने यहाँ रासोपाले सबैभन्दा बढी 1.03 लाख भोट्स पाएको थियो, जबकि नेपाली कांग्रेस र नेकपा एमालेको क्रमशः 83,000 र 80,000 भोट्स थियो र यसपालि रासोपाले यही संख्या बढाउने सम्भावना धेरै छ। अझ काठमाडौँ भित्र जाने हो भने यहाँका 10 मध्ये 6 निर्वाचन क्षेत्रमा रासोपाले समानुपातिकमा सबैभन्दा बढी भोट्स ल्याएको थियो। काठमाडौँ क्षेत्र नम्बर 2, 5, 6, 7, 8 र 9, त्यस्तै ललितपुर 2 र 3 जुन शहरी क्षेत्र हुन्, यहाँ पनि रासोपाले नै सबैभन्दा बढी समानुपातिक मत पाएको थियो। यो कुरा यता कास्की क्षेत्र नम्बर 2 जुन पोखरा आसपासको क्षेत्र हो र एपेरेन्टली एमालेको लाल किल्ला जसलाई मानिन्थ्यो, यहाँ पनि घण्टीले सबैभन्दा बढी समानुपातिक मत ल्याएको थियो। यता चितवनमा त तीनटै क्षेत्रमा रासोपाले समानुपातिक मतमा क्लिन स्वीप हानेको थियो, अर्थात् समग्र चितवनको समानुपातिक भोट्स हेर्ने हो भने रासोपाले झण्डै 1 लाख भोट्स पाएको थियो। कम्पेरिजनको लागि यो क्षेत्रमा एमालेले 55,000 र कांग्रेसले 40,000 समानुपातिक भोट्स पाएको थियो। यसले प्रष्ट रूपमा के देखाउँछ भन्दा रासोपाको लागि चितवन लाल किल्ला नै थियो र चितवनमा यो संख्या यसपालिको निर्वाचनमा झन् बढ्न सक्ने सम्भावना धेरै छ। तर अवस्था कहाँ विकराल छ भन्दा यहाँ
मध्य प्रदेशमा रासोपा यहाँ समानुपातिक मतमा पहिलो होइन, दोस्रो होइन, तेस्रो पनि होइन, 8औं पार्टी भएको थियो, जहाँ नेपाली कांग्रेसले 4.3 लाख र एमाले 3.71 लाख, जसपा र सीके राउतको जनमत पार्टीले करिब 3 लाख र इभन माओवादी र समाजवादीले 1 लाख भोट्स कटाएका थिए। रासोपाले यहाँ केवल 72,000 भोट्स पाएको थियो। यसले रासोपाको कमजोरी ग्रामीण र खास गरी मधेसमा छ भनेर प्रष्ट रूपले देखाउँछ र ठीक यही कारणले रासोपाले यसपालि आफ्नो पहिलो चुनावी सभा जनकपुरमा गरेर एउटा सन्देश दिन खोजेको छ। तर समस्या मध्य प्रदेशमा मात्र होइन, ग्रामीण क्षेत्रमा यहाँ कर्णाली प्रदेशमा जाने हो भने यहाँको मत परिणाम पनि रासोपाको लागि त्यत्तिकै चिन्ताजनक छ। जहाँ एमाले र कांग्रेस दुवैले 1,80,000 समानुपातिक भोट्स कटाएका थिए, रासोपा 5औं भएर केवल 20,000 भोट्स पाएको थियो। अर्थात् यसपालि पनि कर्णाली क्षेत्र रासोपाको लागि अर्को च्यालेन्ज हुने देखिन्छ। अझ कर्णाली अञ्चलमा पर्ने जिल्लाहरू हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, कुनै पनि जिल्लामा रासोपाले 1000 भोट्स पनि कटाउन सकेन, जबकि यहाँ हुने पहिलो पार्टीहरूले 8,000 देखि 14,000 सम्म मत पाएका थिए। जस्तै कालीकोट, यहाँ माओवादीले सबैभन्दा बढी 14,000 भोट्स पाएको थियो, तर रासोपा 7औं स्थानमा केवल 601 भोट्स पाएको थियो। त्यस्तै जुम्ला जिल्लामा हेर्दा एमाले, कांग्रेस र इभन माओवादीले झन्डै 10,000 भोट्स ल्याउँदा रासोपाले केवल 900 भोट्स ल्याएको थियो। त्यसैले पश्चिमी गाउँ, खास गरी कर्णाली क्षेत्र रासोपाको लागि अहिले पनि ठूलो च्यालेन्ज हो। अब स्पेसिफिक हटस्पटको कुरा गर्ने हो भने केही क्षेत्रहरूमा रासोपाका पपुलर फेसेसहरू उठेका छन् र विदाउट एनी डाउट झापा 5 यो सबैको केन्द्रबिन्दु हो। झापा 5 को बारे इन्टरनेटमा सयौं भिडियोज होलान् र यसमा मैले धेरै विश्लेषण गर्नु नपर्ला, तर झापा 5 लाई सरसर्ती हेर्ने हो भने यहाँ छ दमक, त्यहाँ छ गौरादह, यो हो गौरीगञ्ज र यहाँ छ कमल गाउँपालिका। अब इन्ट्रेस्टिङली यो क्षेत्रमा 22.5% अर्बन पपुलेसन र 77.5% सेमी अर्बन पपुलेसन पर्छ र करिब 60,000 घरबार पर्छ। याद गर्नुहोस्, अर्बन क्षेत्र रासोपाको पकड हो र सेमी अर्बन क्षेत्रमा अघिल्लो चुनावमा रासोपा अलिकति कमजोर त थियो, तर यसपालि बालेन फ्याक्टरले गर्दा यो संख्या राम्रो हुने सम्भावना देखिन्छ। कतिले राम्रो हुन्छ त्यसको लागि अहिले भन्न गाह्रो होला, तर सेमी अर्बन पपुलेसन धेरै भए पनि स्मार्टफोन चलाउने जनसंख्या यो क्षेत्रमा 84% छ, जुन रासोपा र बालेनको प्रभावको लागि एउटा एडभान्टेज नै हो। यता नजिकै झापा 2 हेर्ने हो भने रासोपाबाट इन्दिरा राणा मगर र एमालेबाट देवराज घिमिरे मैदानमा छन्। अर्थात् यहाँ पूर्व सभामुख र उपसभामुखको लडाई छ र यो ठाउँमा अघिल्लो पल्ट समानुपातिक भोट्स मात्र हेर्ने हो भने रासोपा धेरैले पछाडि थिएन। अर्थात् यस्ता क्षेत्रहरू पनि रासोपाको लागि यसपालि सम्भावना बोकेका क्षेत्र हुन्। तर रासोपाको स्ट्रङ होल्ड भनेको काठमाडौँ उपत्यका नै हो। यहाँ काठमाडौँ 1 म्यापमा हेर्ने हो भने यो क्षेत्र भनेको बानेश्वर, शङ्खमूल, त्रिपुरेश्वर, माइतीघर आदि क्षेत्र पर्छन् र यहाँ रासोपाबाट रन्जु दर्शना भर्सेस राप्रपाबाट रविन्द्र मिश्रको ब्याटल इन्ट्रेस्टिङ हुनेवाला छ, किनभने अघिल्लो निर्वाचनमा मिश्रले कांग्रेसका प्रकाशमान सिंहसँग जम्मा 125 भोट्सले हारेका थिए र रासोपाबाट पुकार बम तेस्रो भएका थिए। तर यही क्षेत्रको समानुपातिक मत हेर्दा रासोपाको पकड झन् बलियो थियो र कोर सहरी क्षेत्र भएकोले स्विङ भोटर्स धेरै हुने हुँदा यहाँको नतिजा इन्ट्रेस्टिङ हुनेवाला छ। र यही कुरा काठमाडौँ 3 मा पनि लागू हुन्छ, जहाँ रासोपाका राजु पाण्डे र उज्यालो नेपालका कोलमान घिसिङ भेट्दैछन्। काठमाडौँ 3 लाई म्यापमा हेर्दा यो क्षेत्र बौद्ध, जोरपाटी, सुन्दरीजल आदि भएको क्षेत्र हो, जहाँ अघिल्लो पटक नेपाली कांग्रेसका सन्तोष चालिसेले जितेका थिए। यता समानुपातिकमा भने रासोपाको पनि राम्रो पकड थियो र पहिलो पार्टी कांग्रेस भन्दा केवल 1400 भोट्स कम पाएको थियो र यसपालि कोलमानको एन्ट्रीले गर्दा परिणाम यहाँ पनि इन्ट्रेस्टिङ नै हुने देखिन्छ। यो सँगै काठमाडौँ 4 पहिलादेखिको अर्को हटस्पट हो, किनभने यो कांग्रेस सभापति गगन थापाको क्षेत्र पनि हो। तर यसपालि उनी आफै सर्लाही 4 मा रासोपाका अमरेश कुमार सिंहसँग भिड्दैछन्। काठमाडौँ 4 लाई म्यापमा हेर्दा यहाँ नक्साल, चाबेल हुँदै कपनसम्मको क्षेत्र पर्छ र यो ठाउँमा नेपाली कांग्रेसबाट युवा नेता सचिन तिमसेना र रासोपाका पुकार बम उठ्दैछन् र यहाँ दुवैजना नयाँ फेस भएको कारणले जित कसको हुने हो भन्ने कुरामा पक्कै पनि अनसर्टेन्टी छ। तर यही ठाउँको अघिल्लो पटकको समानुपातिक मत परिणाम यस्तो छ, नेपाली कांग्रेस 11,000, नेकपा एमाले 10,000 र रासोपाले 9,000 आसपास मत पाएको थियो र एमालेको यसपालि पकड कमजोर हुने देखिएको हुँदा रासोपाले यहाँ कतिको क्यापिटलाइज गर्न सक्छ त्यो हेर्न बाँकी नै छ। इन्ट्रेस्टिङली काठमाडौँ 5 को डेटा हेर्ने हो भने यहाँ प्रत्यक्षमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलको पकड भएको क्षेत्र हो र अघिल्लो पटक उनले ईश्वर पोखरेललाई एक हिसाबले सजिलै हराएका थिए र रासोपाको पकड त्यति बेला बलियो थिएन। तर यही क्षेत्रको समानुपातिक मत हेर्ने हो भने कांग्रेस भन्दा पनि अगाडि रासोपा पहिलो स्थानमा थियो। त्यसैले यसपालि प्रदीप पौडेलको टक्कर रासोपाका युवा नेता सस्मित पोखरेलसँग हुँदैछ, जो आफै बालनको इलेक्सन क्याम्पेनदेखि नीति नियम बनाउने ठाउँसम्म वर्षौंदेखि काम गर्दै आएका छन्। यो स्थानलाई म्यापमा हेर्ने हो भने बालुवाटार, महाराजगञ्ज, टोखा आदि क्षेत्र पर्छ। यता काठमाडौँ 6, 7 र 8
जुन सहरको पश्चिमी क्षेत्रहरू हुन् यहाँ अघिल्लो पटक प्रत्यक्ष र समानुपातिक दुवैमा रासोपाले नै पकड बनाएको क्षेत्र हो। तर काठमाडौँ 9 को कहानी इन्ट्रेस्टिङ छ। टेकु, कुलेश्वर, नैकाप आदि क्षेत्र रहेको काठमाडौँ 9 मा अघिल्लो पटक एमालेका कृष्ण गोपाल श्रेष्ठले रासोपासँग बल्ल तल्ल जितेका थिए। केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो। तर इन्ट्रेस्टिङली काठमाडौँ 9 को समानुपातिकमा फेरि रासोपा नै प्रथम भएको थियो। यो क्षेत्र किन अहिले महत्त्वपूर्ण छ भन्दा अहिले यही क्षेत्रबाट रासोपाका उपसभापति डोल प्रसाद अरियाल उठ्दैछन्। त्यस्तै यता भक्तपुर 2 हाइलाइटमा आउनुको कारण रासोपाबाट राजीव खत्री र एमालेबाट मेरो मतलब उहाँ उठ्दै हुनुहुन्छ। भक्तपुर 2 भनेको मध्यपुर, ठिमी, लोकन्थली, कौशलटार, गट्ठागरदेखि लिएर उता गुन्डुसम्म फैलिएको ठूलो क्षेत्र हो। अर्थात् एजुकेटेड अर्बन क्षेत्र भएकोले यहाँ स्विङ भोट्स आउने सम्भावना छ। भक्तपुरबाट यता चितवन लाग्ने हो भने यहाँ छ चितवन 1 जहाँ फेरि पनि हरि ढकाल उम्मेद्वार छन्, चितवन 2 जहाँ भरतपुर महानगरपालिकाको केही क्षेत्र र माथि मुगलिङसम्म फैलिएको क्षेत्र छ, यहाँबाट रवि लामिछाने उठ्दैछन्। तर सबैभन्दा इन्ट्रेस्टिङ अहिले चितवन 3 छ जुन भनेको भरतपुरको दक्षिण क्षेत्र र यता माडी क्षेत्र दुईटै पर्छ र यसलाई बीचमा यहाँ चितवन राष्ट्र निकुञ्जले डिभाइड गरेको छ। यो ठाउँमा रासोपाकी नेत्री शोभिता गौतम र नेपाल कम्युनिस्ट पार्टीकी रेणु दाहाल भिड्दैछन्। अब चितवन 3 को समानुपातिक मत हेर्ने हो भने रासोपा अघिल्लो पालि धेरैले अगाडि थियो, तर प्रत्यक्षमा भने माओवादी भन्दा पनि थोरै तेस्रो भएको थियो। यसको कारण एमाले राप्रपासँग गठबन्धन गरेको थियो जसले गर्दा राप्रपाबाट विक्रम पाण्डेले जितेका थिए। अर्थात् यो ठाउँ यसपालि टक्करको हुने देखिन्छ। तर झन् इन्ट्रेस्टिङ त यता तनहुँ 1 मा छ, किनभने सुरुमा यो ठाउँमा कांग्रेसबाट रामचन्द्र पौडेलले जितेका थिए जो पछि गएर राष्ट्रपति भए र तनहुँ 1 को सिट खाली भयो। अब यहाँ पहिलो निर्वाचनमा समानुपातिक भोट्स काउन्टमा रासोपा तेस्रो पार्टी भएको थियो र प्रत्यक्षमा त तेस्रो समेत हुन सकेको थिएन। तर एकाएक मौसम बदलियो र अर्को वर्ष भएको उपचुनावमा रासोपाको लहर झैं चलेर त्यही स्थानमा स्वर्णिम वाग्लेले करिब 35,000 भोट्स ल्याएर जितेका थिए, जबकि ठिक अघिल्लो चुनावमा त्यही ठाउँमा रासोपाका क्यान्डिडेट विकास सिक्देलको जम्मा 6,000 भोट्स थियो। जसले एउटा कुरा प्रश्नाउँछ, यदि रासोपाको यस्तै लहर यसपालि गाउँघरमा हुने हो भने यस्ता फ्लिप्ड रिजल्ट्सहरू धेरै देख्न पाइनेछन्। यता गुल्मी 1 जहाँ नेपाली कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रदीप गेवाली र रासोपाका सागर ढकाल भिड्दैछन्, यहाँ झन् ट्रायङ्गुलर ब्याटल हुन देखिन्छ। हुन त अघिल्लो निर्वाचनमा चन्द्र भण्डारीले झिनो मतान्तरले प्रदीप गेवालीलाई जितेका थिए र रासोपाका क्यान्डिडेटले जम्मा 1800 भोट्स मात्र पाएका थिए। तर यता समानुपातिक मत हेर्ने हो भने रासोपाले यहाँको प्रत्यक्ष भन्दा 7 गुणा बढी मत पाएको थियो र इन्ट्रेस्टिङली एमाले समानुपातिक मत लिड गरेको थियो। यस्तो स्थानमा सागर ढकालले जित्नु भनेको रासोपाले यो चुनावमा लहर नै ल्याउन सक्नु हो। तर सबैभन्दा इन्ट्रेस्टिङ हटस्पट त यहाँ छ, सर्लाही 4। अघिल्लो पालि नेपाली कांग्रेसको टिकट नपाएर अमरेश कुमार सिंह यहाँबाट स्वतन्त्र उठेका मात्र थिएन, जितेर शक वेभ नै ल्याइदिएका थिए र कांग्रेसलाई दोस्रोमा झारेका थिए। यसपालि यो क्षेत्रमा कांग्रेस सभापति र कांग्रेसको प्रधानमन्त्रीका उम्मेद्वार गगन थापा आफै भिड्दैछन्। रासोपा प्रवेश गरेर अल्टरनेटिभ पोलिटिक्स गर्ने मनसाय राखेका अमरेश र प्रधानमन्त्री हुने आकांक्षा राखेका गगन, यी दुईटैको लागि यो निर्वाचन क्षेत्र एकदमै ट्रिकी हुनेवाला छ। यी बाहेक अघि मैले भनेका तमाम क्षेत्रहरू जुन अघिल्लो निर्वाचनमा क्लोज थिए, यी क्षेत्रहरू रासोपाको लागि यसपालि स्ट्रङ होल्ड हुन सक्छ र दुर्गम क्षेत्र जस्तै कर्णाली र मधेसमा रासोपाले निकै मेहनत गर्नुपर्ने देखिन्छ। तपाईले एउटा कुरा नोटिस गर्नुभयो, अर्बन या शहरी क्षेत्रमा भोटर्सहरू स्विङ हुन्छन् र यो ठाउँ अनप्रेडिक्टेबल हुन्छ। तर देशका प्रमुख शहरहरूलाई एउटै निर्वाचन क्षेत्रमा राखिदैन, त्यसलाई डिभाइड गरेको पाइन्छ। जस्तै यहाँ छ विराटनगर। अब विराटनगर कुन निर्वाचन क्षेत्रमा छ भन्दा मोरङ 4, 5 र 6 ले विराटनगरलाई 3 ठाउँमा काटेको छ र तीनटै क्षेत्रहरू मोरङको गाउँसम्म जोडिएको छ। यसले गर्दा के हुन्छ, शहरको स्विङ भोट्स गाउँको स्टेबल भोटसँग मिसिन्छ, जसले गर्दा समग्रमा पुराना पोलिटिकल पार्टिजलाई फाइदा पुग्छ र उसको सिट सुरक्षित हुन्छ। मानौ विराटनगरको कोर अर्बन क्षेत्रलाई एउटै छुट्टै निर्वाचन क्षेत्र बनाएको भए यो ठाउँबाट हरेक चुनावमा स्विङ भोट्स या अझ नयाँ नेतृत्व आउन सक्थे। तर क्षेत्र नम्बर 4, 5 र 6 भएको विराटनगरको स्विङ भोट्स अहिले पर्फेक्टली काटिन्छ। यो मैले यतिकै हचुवामा भनेको होइन, यो मुद्दा केही वर्ष अगाडि विज्ञहरूले पनि उठाएका थिए, जुन हो जेरिमेन्डरिङ। जब कुनै पोलिटिकल पार्टिजले आफ्नो फाइदाको लागि इलेक्सन क्षेत्रलाई त्यही अनुसार हेरफेर गरेर बनाउँछ, त्यो प्रोसेसलाई अंग्रेजीमा जेरिमेन्डरिङ भनिन्छ। एउटा सिम्पल उदाहरण दिन्छु। मानौ यो एउटा जिल्ला हो जहाँ रेड पार्टीको 40% भोटर्स छन् र ब्लू पार्टीको 60% भोटर्स छन्। अब यदि मलाई ब्लू पार्टीलाई जिताउनु छ भने त्यहाँको निर्वाचन क्षेत्रलाई म यसरी डिभाइड गर्छु। यसले के हुन्छ, रेड पार्टीको भोट्स बाँडिन्छ र हरेक निर्वाचन क्षेत्रमा
ब्लू पार्टीले नै जित्छ। तर यदि यही क्षेत्रलाई मैले यसरी डिभाइड गरेँ भने अब भयो के रेड पार्टीले 3टा निर्वाचन क्षेत्र जित्यो र ब्लू पार्टीले 2टा क्षेत्र मात्र जित्यो। हो, ठिक यही प्रकारको जेरोमेन्डरिङ हुन सक्छ भन्ने आवाज फरक फरक बेला उठ्ने गरेको छ, जहाँ एउटै शहरलाई 2 देखि 3 निर्वाचन क्षेत्रमा बाँडेर शहरी स्विङ भोट्स काट्ने गरेको छ। यो उदाहरण थुप्रै ठाउँमा देखिन्छ। विराटनगरको अर्बन पपुलेसनलाई 3 ठाउँमा डिभाइड गरेर रुरलसँग मिक्स गर्दा रुरलमा पकड भएको पार्टीजले जित्ने सम्भावना भयो। त्यस्तै काठमाडौँको थुप्रै निर्वाचन क्षेत्रहरू पनि कोर शहरदेखि गाउँसम्म कनेक्टेड छ। यो प्याटर्न वीरगञ्ज, पोखरा र इभन चितवनमा देखिन्छ। चितवनको भरतपुरलाई पनि ठिक 2 ठाउँमा काटेर चितवन 2 र 3 बनाइएको छ र उता गाउँसँग जोडेको छ, जहाँ ट्रेडिसनल पार्टीजको पकड छ र अझ चितवन 3 आफै पनि यसरी 2 भागमा विभाजित छ। एनीवे, यी सबैको बावजुद यो कुरा साँचो हो कि नेपाली जनताले रासोपालाई यसपालि राम्रै जनमत दिनेवाला छन्। तर भनिन्छ नि, विथ ग्रेट पावर कम्स ग्रेट रेस्पोन्सिबिलिटी। पुराना दलको कुशासनबाट आजित भएर नयाँ आशा भनेका पार्टीलाई समर्थन गर्नु नराम्रो होइन, तर कुनै पनि नेतृत्व प्रश्नभन्दा बाहिर हुनु हुँदैन। त्यसैले जनताले सोधेको प्रश्न र जनताको गुनासोलाई रासोपाले आत्मसात गर्दै जनतासँग जोडिन जरुरी छ, उत्तर दिन जरुरी छ। देशमा सुशासनलाई संस्थागत गर्न पार्टीको योजना के हो? भ्रष्टाचार विरुद्ध पार्टीले कस्तो स्ट्र्याटेजी ल्याउँछ? वैदेशिक नीतिबारे भावी प्रधानमन्त्री बनेका बालेन्द्र शाह र रासोपाको धारणा के हो? रोजगारी सृजनाबारे पार्टीको भिजन के छ? यस्ता कुराहरू रासोपाले अझै पनि स्पष्ट रूपमा जनतासँग कम्युनिकेट गरेको छैन र त्यो गर्नु अहिले अत्यन्तै आवश्यक छ। नत्र नयाँ बनिएको यो पार्टी त्यही पुरानो छाडातन्त्रमा होमिएको दल जस्तै हुन कति पनि समय लाग्दैन र नयाँ जन्मिएका नायकलाई हेर्दा कुनै बेला नेपालमा उनीभन्दा ठूला नायकहरूको उदय र उनीहरू आफैले बुद्धि बिगारेपछि भएको उनीहरूको पतन नेपाली जनताले नदेखेका होइनन्। See you in the next one.